नमस्ते एभ्रिवान। म आज छठ पूजामा गएको थिएँ। छठ पूजाको भिडियो चाहिँ अलिक ढिलो नै हालेँ, तर पनि होइन यहाँ कति रमाइलोसँग हामीले बनायौँ। अनि यहाँ बमहरू पड्काइ हुनुहुन्थ्यो यहाँ माथि लगेर, अझै कति धेरै बम खुर्सानी बमहरू पड्काउँदै हुनुहुन्थ्यो। ब्लकेट बम, स्काई सट होइन पड्काइ हुनुहुन्थ्यो। अनि चक्कर पनि पड्काइ हुनुहुन्थ्यो। आम्मामा कति मजा भएको थियो। बिहान 4 बजे नै उठेर पनि, तर पनि निन्दामै पूजा पनि त्यहाँ पुगेपछि यस्तो रमाइलो भएको थियो कि गाइजहरू आम्मामा। अनि बरु 4 बजे उठेको पनि वर्थिदै भयो यो देख्नलाई त। सो गाइजहरू यो बत्ती चाहिँ मैले फर्स्ट टाइम देखेको थिएँ। यसलाई चाहिँ आकाश बत्ती भनिँदो रहेछ। यो बाल्दै गरेको चाहिँ अङ्कलहरू चाहिँ बाले हुन्थ्यो। मलाई चाहिँ कति रमाइलो लाग्यो। माथिसम्म उड्दो रहेछ यो त। हजुरहरूले पनि हेरेर इन्जोय गर्नु होला। हेर्नुहोस् यो कहाँसम्म पुग्दो रहेछ भनेर हामीले हेरिराखेका थियौँ। सबैजना इन्जोय गरिरहेका थियौँ। त्यहाँ सानो दादाहरू पनि हुनुहुन्थ्यो। त्यसले हेरेर सबैजना इन्जोय गर्दै ल गयो कहाँसम्म जाँदो रहेछ हेर्दैछौँ हामी पनि। यसरी नै उडिरहँदो रहेछ। यसलाई आकाशदीप भनिँदो रहेछ। आकाशदीपलाई बाई गर। सो गाइजहरू यहाँ चाहिँ मेरो मम्मी भिडियो सर्ट गर्ने भन्दै के भन्छ आउँदै हुनुहुन्थ्यो। हिँड्दै म चाहिँ भिडियो बनाउँदै। अनि यहाँ मेरो बाबालाई पनि जबरजस्ती गर्न लागिसकेको छ। अनि यहाँ र म चाहिँ यहाँ भाइसँग खेलिरहेको छु पानी। रमाइलो भयो यो पानीमा खेल्न पनि। अब म पानी फाल्छु, मम्मी भिडियो बनाइदिन्छ भनेर हामी दुईजनाले मिलेरै फाल्यौँ पानी। यति यहाँ पछाडि अङ्कलहरूले चाहिँ बम पड्काइ हुनुहुन्थ्यो त्यतिखेर पनि। बिहानै पानी चिसो भए पनि हामीलाई खेल्न एकदम मजा भइरहेको थियो। एकदम रमाइलो भइरहेको थियो। यो रमाइलो हजुरहरूसँग सेयर गरेको छु। सबैले हेरेर रमाइलो मानिदिनु होला। सो बाई गाइज।